यहाँहरु सबैलाई नमस्कार। म कुम्बीर विश्वकर्मा। आज म तपाईहरुलाई फेसबुक सम्बन्धी नयाँ अपडेट लिएर आएको छु। फेसबुकमा काम गर्न चाहनेहरुको लागि एउटा नयाँ अपडेट आएको छ साथीहरु। हामीले चाहिँ हाम्रो कमाइलाई चाहिँ इन्क्रिज गर्न सक्छौं। त्यो कसरी गर्न सक्छौं त आज म तपाईहरुलाई भिडियो मार्फत भन्दै छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। भिडियो एकदमै तपाईहरुलाई काम लाग्ने वाला हुनेछ। सबैभन्दा पहिले म तपाईहरुलाई मोबाइलको स्क्रिनतर्फ लान चाहन्छु। स्क्रिनमा हामीले देख्न सक्छौं यहाँनिर मेरो एउटा पेज रहेको छ। तपाईहरुले देख्न सक्नुहुन्छ। यो पेजको तपाईको प्रोफेसनल ड्याशबोर्डमा ओपन गर्छु। प्रोफेसनल ड्याशबोर्डमा ओपन गरिसकेपछि तपाईहरुले यहाँनिर देख्न सक्नुहुन्छ कि स्टार सब्स्क्रिप्सन कन्टेन्ट मोनेटाइजेसन भन्ने रहेको छ। तपाईहरुको मोनेटाइज भइसकेको साथीहरुको लागि मात्र रहेको छ यो भिडियो चाहिँ। यहाँनिर क्लिक गरे भने तपाईहरुको यहाँनिर डलर देखाउँछ। मेरो चाहिँ रिल्समा 0.21 अनि फोटोजमा अनि भिडियोज टेक्स्टमा चाहिँ कमाइ भइराखेको छ। र यो मैले चाहिँ यसमा रेगुलरली काम गरिराखेको छैन किनभने यसमा कम देखाइराखेको छ। र योर पोटेन्शियल अर्निङ भनेर यहाँनिर देखाइएको छ। यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ साथीहरु अडियन्स एंगेजमेन्ट रहेको छ। भेरी गुड रहेको छ। यहाँनिर क्लिक गरे भने तपाईहरुले चाहिँ राम्रो अडियन्स ल्याउन सक्नुभयो, राम्रो चाहिँ तपाईको रिच ल्याउन सक्नुभयो भने तपाईको चाहिँ एक्सिलेन्ट हुनेछ। तपाईको एक्सिलेन्ट भयो भने मात्र तपाईहरुले चाहिँ मजाले फेसबुकबाट पैसा कमाउन सक्नुहुन्छ। र अर्को रहेको छ कन्टेन्ट ओरिजिनालिटी भनेको छ। कन्टेन्ट ओरिजिनालिटीमा चाहिँ एक्सिलेन्ट भन्ने रहेको छ। यो एक्सिलेन्ट भन्नेमा चाहिँ तपाईले माथिकोमा अडियन्स एंगेजमेन्टमा पनि एक्सिलेन्ट बनाउनु पर्यो अनि मात्र तपाईको चाहिँ फेसबुकबाट राम्रो कमाइ हुन्छ। नत्र भने तपाईको चाहिँ कस्तो हुन्छ रेड लाग्छ। जस्तो तपाईको यहाँनिर मेरो यहाँनिर देख्न सक्नुहुन्छ। यहाँनिर म तपाईहरुलाई देखाउने छु। यहाँनिर यस्तो रेड लागेको छ। यसरी यहाँनिर डाउन भएको छ। यस्तो रेड लाग्यो भने तपाईको चाहिँ अर्निङ डिस्क्रिज हुन्छ, इन्क्रिज हुँदैन, डिस्क्रिज हुन्छ। त्यसैले गर्दा साथीहरु तपाईहरुले चाहिँ साच्चै पैसा कमाउन चाहनुहुन्छ भने चाहिँ यसलाई इन्क्रिज गर्नुस्। यसरी हरियो देखाउनुस्। जस्तो कि यहाँनिर तपाईको यहाँनिर त फोटोजमा देख्न सक्नुहुन्छ। यसरी चाहिँ हरियो देखाउनु पर्यो अनि मात्र तपाईहरुले पैसा कमाउन सक्नुहुन्छ। त्यसको लागि तपाईहरुले के गर्नुस् भन्दा फेसबुकमा चाहिँ रेगुलर रूपमा पोस्ट गर्नुस्। दिनमा कम्तीमा पनि तपाईहरुले 10 देखि 15 तकको पोस्टहरु गर्नुस्। फोटो गर्नुस्, भिडियोज गर्नुस्, टेक्स्ट गर्नुस्, स्टोरी गर्नुस्। सबै गर्नुभयो भने चाहिँ तपाईहरुले चाहिँ मजाले पैसा कमाउन सक्नुहुन्छ। र त्यसको लागि सबैभन्दा मेन मन्त्र भनेको नै रेगुलर काम गर्नु हो। रेगुलर काम गर्नुस्, ओरिजिनल कन्टेन्टमा काम गर्नुस्। तपाईहरु चाहिँ सफलताको शिखरमा अवश्य पुग्नुहुनेछ। धैर्य भएर काम गर्नुस्। तपाईहरुको चाहिँ कसरी पेज बनाउने, कसरी काम गर्ने तपाईहरुसँग कुनै जिज्ञासा छ भने कमेन्ट बक्समा लेख्न नभुल्नुस्। आजको लागि छोटो अपडेट लिएर तपाईहरुको बिचबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते।